हेलो, नमस्कार, जय नेपाल। आज म फेरि कर्जको बारेमा नै जानकारी दिन चाहन्छु हैन। कतिचोटि माग गरेछु समाजमा, नगरको समाजमा, गाउँको समाजमा, नगरवासीलाई, समाजवासीलाई त्यसको बारेमा म जानकारी दिन चाहन्छु। सोनालाल मुखियाले यो लगायत हैन, सोनालाल मुखियाले यो लगायत 15 चोटि आम माफी गरेको कुरा सम्पूर्ण युवा जेन्जीहरूलाई हैन, सम्पूर्ण युवा जेन्जीहरूलाई तथा देश विदेशमा बस्नु भएको हजुरहरूलाई जानकारी दिन चाहन्छु। मध्य प्रदेश क्षेत्र नम्बर 3 जिल्ला रौतहट नेपाल हैन। ठेगाना चाहिँ ठेगाना देवाही गुनाही नगरपालिका वार्ड 5 टिकुलिया बिन्दटोल हैन। मा बस्ने श्री बिन्देश्वर शाह कानुलाई, वार्ड नम्बर 5 को बस्ने श्री बिन्देश्वर शाह कानुलाई रु 1,30,000 रुपैयाँ को कर्ज दिएको थिए सोनालाल बिन्दले हैन। श्री बिन्देश्वर शाह कानुलाई जग्गा किन्नको लागि हैन, श्री बिन्देश्वर शाह कानुलाई जग्गा किन्नको लागि पैसा कम परेको थिए। उहाँ चाहिँ जग्गा किन्नुहुन्थ्यो, त्यो बेला चाहिँ उहाँलाई चाहिँ पैसाको खाँचो पर्यो हैन। त्यही क्रममा सोनालाल बिन्दले उहाँलाई 1,30,000 को सहयोग दिएको थिए, जसमध्ये केही कर्ज आम माफी गराएको थिए। श्री बिन्देश्वर शाह कानुले सोनालाल मुखियासँग हैन। प्रमाण सबुतको आधारमा साक्षी चाहिँ श्री सचिन्दर शाह कानु, गाउँको पटवारी हो, पटवारीको काम गर्छ, तमसु लिख्ने, घर जग्गाको बन्डा लिखाउने काम गर्छ हैन। साक्षी चाहिँ सबभन्दा पहिला त सचिन्दर शाह कानु हुन्, पटवारी हैन। कपाली तथा बन्डा कागजात लेख्ने वार्ड 5 को हुन्। अर्को साक्षी चाहिँ गान्धी मुखिया, त्यो पनि वार्ड नम्बर 5 को हो। अर्को साक्षी गान्धी मुखिया हाल टिकुलियाको। पैसा लेनी देनीको साक्षी, पैसा लेनी देनी क्रममा पनि साक्षी राखिन्छ। पैसा लेनी देनीको साक्षी विजय शाह कानु र उहाँको बुबा बिन्देश्वर शाह कानु हाल वार्ड 5 को हुन्। त्यही म कुरा राख्न चाहन्छु, छोटकरैमा म कुरा राख्न चाहन्छु हैन। धन्यवाद, जय नेपाल।